सबैलाई नमस्ते। हजुरहरूलाई स्वागत छ किचन विथ समीक्षामा। आज मैले हजुरहरूमा पिरो अनि मिठो कोरियन नुडल्सको रेसिपी लिएर आएको छु। यसलाई बनाउनको लागि यहाँ मैले लिएको छु 1 पिस कोरियन चाउचाउ, उसिनेको मासु, हरियो धनिया, मसिनो गरी काटेको प्याज, गाजर, सिमला मिर्चा, हरियो केराउ, नुन लिएको छु। मैले एउटा भाँडामा पानीलाई उमालिसकेको छु। उम्लिसकेको पानीमा एउटा कोरियन चाउचाउलाई राखेँ। अब यसलाई 3 मिनेट जति पकाउनु पर्छ। 3 मिनेट पाकिसकेपछि मैले ग्यास अफ गरिसकेको छु। अब चाउचाउमा भएको पानीलाई छान्नु पर्छ। मैले एउटा झाँझरमा राखेर चाउचाउलाई छानेको छु। तेल तातिसकेपछि अघि बोइल गरेर राखेको मासुलाई राख्ने। मासुलाई रातो भइन्जेलसम्म फ्राई गर्नुपर्छ। मासु पाकेर रातो भइसकेको छ। अब यसमा सिमला मिर्चा, गाजर, हरियो केराउ, प्याज राखेर राम्रोसँग चलाउने। यतिको भइसकेपछि अघि बोइल गरेर राखेको चाउचाउलाई राख्ने। अब यसमा मैले पालै-पालो सबै चाउचाउको मसलाहरू राखेँ। हजुरहरूले पिरो कम खानुहुन्छ भने स्वाद अनुसारको मसलाहरू राखेर खान सक्नुहुन्छ। अब मसलाहरूलाई सबैतिर लाग्ने गरी राम्रोसँग मिक्स गर्नुपर्छ। एकछिन मिक्स गरिसकेपछि अब भने हाम्रो कोरियन नुडल्स तयार भइसकेको छ। हजुरहरूले पनि घरमा यसै गरी कोरियन नुडल्स बनाएर खान सक्नुहुन्छ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ? मन पर्यो भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोला।